हेलो गाइस, मेरो युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। नयाँ हुनुहुन्छ भने प्लिज सब्स्क्राइब र लाइक गरिदिनुस्। म तपाईहरुलाई आज अनलाइन कृषि विकास बैंक लिमिटेडमा अनलाइन भ्याकेन्सी कसरी भर्ने भनेर म तपाईहरुलाई सिकाउँछु। त्यसको लागि सबभन्दा पहिले एउटा ब्राउजरमा जानुपर्छ। ब्राउजरमा म चाहिँ गुगलबाट गर्छु। गुगलमा गएर www.adbl.gov.np रिक्वायरमेन्ट भनेर टाइपिङ गर्नुस्। टाइपिङ गरेर सर्च गर्नुस् र वेबसाइट खुलिसकेपछि एडीबीएल रिक्वायरमेन्ट आउँछ। त्यो एडीबीएल रिक्वायरमेन्टमा टच गर्नुस्। भित्र गइसकेपछि कृषि विकास बैंकको वेबसाइट खुल्छ। खुलेपछि एउटा लगइन छ, एउटा रजिस्टर छ। त्यो रजिस्टरमा टच गर्नुस्। किनभने सबभन्दा सुरुमा तपाई नयाँ हुनुहुन्छ भने रजिस्टर गर्नुपर्छ र पुरानो तपाईको आईडी छ भने चाहिँ लगइनमा गर्नुपर्छ। हामी चाहिँ रजिस्टरबाट गर्छौं। रजिस्टर भित्र गइसकेपछि यस्तो इन्टरफेस खुल्छ। त्यसमा आफ्नो एउटा फर्म भर्नुपर्छ। त्यो फर्मको लागि एउटा फर्स्ट नेम छ। त्यो नाममा आफ्नो जुनसुकै जे नाम छ त्यो नाम टाइपिङ गरेर भर्नुस्। अनि मिड नेम छ भने मिड नेम, लास्ट नेम तपाईको थर के हो त्यो लास्ट नेम भर्नुस्। अनि जेन्डरमा फिमेल हो कि मेल हो त्यो सिलेक्ट गर्नुस्। र अर्को छ डेट अफ बर्थ इंग्लिश डेटमा। त्यो इंग्लिश डेटमा छ भनेपछि इंग्लिश डेट थाहा छैन भनेपछि अर्को छ डेट अफ बर्थ बीएस। त्यो बीएस नेपाली डेट भर्नुस्। नेपाली डेट त्यसमा भरिसकेपछि इंग्लिश डेट आफै त्यसमा सिलेक्ट भएर आइहाल्छ। त्यसको इंग्लिश डेट आफै आइगयो। अनि अर्को छ सिटिजनशिप नम्बर। सिटिजनशिप नम्बरमा आफ्नो नागरिकता अनुसार सिटिजनशिप नम्बर भर्नुस्। त्यसपछि छ हाम्रो सिटिजनशिप इस्यु डिस्ट्रिक्ट छ। इस्यु डिस्ट्रिक्टमा चाहिँ तपाई कहाँबाट हुनुहुन्छ, कुन जिल्लाबाट हुनुहुन्छ त्यो जिल्ला सिलेक्ट गर्नुपर्छ। त्यसको लागि स्क्रल गर्दै जाँदाखेरि धेरै जिल्लाहरु आउँछ। त्यसमा जुन तपाई जहाँबाट हुनुहुन्छ त्यो सिलेक्ट गर्नुपर्छ। त्यो भेटिएन भनेपछि टाइपिङ गरेर हाम्रो डाङ हो त्यही भएर डाङ टाइपिङ गरेपछि सिलेक्ट गर्नुपर्छ। अनि अर्को छ सिटिजनशिप इस्यु डेट एडी भनेपछि इंग्लिश डेटमा हामी गर्न सक्दैनौं। मतलब थाहा छ भने भर्नुस्, थाहा छैन भनेपछि नेपाली डेट भर्नुस्। नेपाली डेट भरिसकेपछि आफै इंग्लिश डेट आफै आउँछ। अनि अर्को छ मोबाइल नम्बर। मोबाइल नम्बरमा आफ्नो जुनसुकै एनटीसी अथवा एनसीआर जुनसुकै भर्न सक्नुहुन्छ। त्यसमा एउटा मोबाइल नम्बर राख्नुस्। मोबाइल नम्बर राखिसकेपछि युजर नेम पनि आफै अटोमेटिकली त्यो तपाईको नम्बर आइहाल्छ। अनि त्यसपछि पासवर्ड हाल्नुस्। त्यो पासवर्ड चाहिँ तपाईको लगइन गर्ने बेला काम लाग्छ। त्यही भएर अलि जानेर गर्नु होला राम्रोसँग। त्यो पासवर्ड हालिसकेपछि सबमिट छ, सबमिट गर्नुस्। अनि सबमिट गरेपछि हाम्रो छ लगइनमा टच गरेपछि स्क्रल गरेपछि तल आउँछ युजर नेम र एउटा पासवर्ड। युजर नेममा चाहिँ तपाईको मोबाइल नम्बर थियो, मोबाइल नम्बर थिच्नुस्। अनि पासवर्डमा के छ त्यो पासवर्ड हाल्नुपर्छ। त्यो पासवर्ड हालेर लगइन गर्नुस्। लगइन गरेपछि एकछिन पछि तपाईको इन्टरफेस एकछिन पछि खुल्छ। एकछिन टाइम लाग्छ यसको लागि। यसरी खुलिसकेपछि सबभन्दा माथि तपाई तीनटा धर्क देखिरहेछ। त्यो तीनटा धर्कमा टच गर्नुस्। त्यसमा टच गरेपछि माई प्रोफाइल भनेर छ। माई प्रोफाइलमा टच गर्नुस्। माई प्रोफाइल टच गरेपछि यसरी खुल्छ। यसरी खुलेपछि बेसिक छ। बेसिकमा नाम छ। नाममा फर्स्ट नेम, मिड नेम, लास्ट नेम भनेर छ। त्यो आफ्नो नाम हाल्नुपर्छ। त्यो आफ्नो नाम हाल्नुस्। हामी चाहिँ अघि न रजिस्टरमा गरिसकेका छौं त्यही भएर आफै त्यसमा नाम आइराको छ। त्यो अरु चाहिँ आफै डिटेल भरिहाल्छ। अनि जुन भरेको छैन त्यो चाहिँ आफै भर्नुस् है। यसमा के हुन्छ डेट अफ बर्थ अनि जेन्डर, इमेल, मोबाइल नम्बर भयो। अनि फ्यामिलीको मा के छ फादर नेम, मिडल नेम अनि लास्ट नेम बुवाको नाम। अनि नेपालीमा छ, नेपालीमा भर्नुस्। पहिलो नाम, बीचको नाम अनि थर। अनि अर्को छ मदर नेम, मदरको नाम आफ्नो आमाको नाम। अनि ग्रान्डफादर नेम आफ्नो बुवा बाजेको नाम। त्यो सबै नेपाली छ भने नेपालीमा, इंग्लिशमा छ भने इंग्लिशमा सबै भर्नुस्। त्यो भरिसकेपछि स्क्रल गर्दै जाँदाखेरि सिटिजनशिप नम्बर भन्ने छ त्यो आफै आउँछ। किनभने हामी रजिस्टरमा भरिसकेका छौं त्यही भएर यसमा भर्नु पर्दैन। यसरी भरिसकेपछि सबभन्दा तल र साइडमा नेक्स्ट छ, नेक्स्टमा गर्नुस्। नेक्स्ट गरेपछि तपाईको एकछिन पछि अर्को इन्टरफेस खुल्छ। जुन तल कास्ट छ। कास्टमा तपाईको कास्ट के हो त्यो कास्ट सिलेक्ट गरेर चुज गरेर सिलेक्ट गर्नु।
त्यो कास्ट हाम्रो थारू हो, त्यही भएर म थारू सिलेक्ट गर्छु। अर्को छ म्याटेरियल स्ट्याटस। म्याटेरियल स्ट्याटसमा तपाईँ म्यारिड हुनुहुन्छ भने म्यारिड गर्नुहोस्, अनम्यारिड हुनुहुन्छ भने अनम्यारिड गर्नुहोस्। अर्को छ इम्प्लोइ स्ट्याटस। इम्प्लोइ स्ट्याटसमा इम्प्लोइ हुनुहुन्छ भने इम्प्लोइमा, अनइम्प्लोइ नयाँ हुनुहुन्छ भने अनइम्प्लोइमा। अनि अर्को छ मदर टेङ्गुई। मदर टेङ्गुई भने मातृभाषा। मातृभाषा तपाईँको के हो? हाम्रो नेपाली हो, त्यही भएर नेपाली भन्नुहोस्। अनि स्क्रोल गर्दै जाँदाखेरि फादर्स एजुकेसन क्वालिफिकेसन, तपाईँको एजुकेटेड हुनुहुन्छ बुवा कि अनएजुकेटेड हुनुहुन्छ त्यो सिलेक्ट गर्नुहोस्। एजुकेटेड हुनुहुन्छ एजुकेटेड गर्नुहोस्। अनि मदरको आफ्नो मदरको क्वालिफिकेसन तपाईँ एजुकेटेड हुनुहुन्छ कि अनएजुकेटेड हुनुहुन्छ त्यो सिलेक्ट गर्नुहोस्। स्क्रोल गर्दै जाँदाखेरि अर्को छ फादर अकुपेसन। फादर अकुपेसनमा एग्रिकल्चर हाल्नुहुन्छ भने एग्रिकल्चर हाल्नुहोस्, जे काम गर्नुहुन्छ त्यो हाल्नुहोस्। अनि मदर अकुपेसनमा मदरको हाउसवाइफ हाल्नुहोस्। अनि तपाईँ तराईबाट हुनुहुन्छ कि कहाँबाट हुनुहुन्छ? हिमालबाट हुनुहुन्छ, तराईबाट हुनुहुन्छ भने तराई सिलेक्ट गर्नु। त्यसपछि तल स्क्रोल गरेपछि तपाईँको आदिवासी जनजाति, अनि मधेसी, अनि दलित, अनि आपाङ्ग भनेर तपाईँको अट्याच फाइल भनेको छ। यसमा चाहिँ अट्याच गर्नुपर्छ। PDF ओन्ली म्याक्स साइज इज 15 MB भनेको छ। PDF साइजमा 15 MB भन्दा माथि हुनु भएन, त्योभन्दा तलै हुनुपर्छ। त्यसमा अट्याच गरिसकेपछि तल छ नेक्स्टमा गरेपछि अर्को इन्ट्रेस्टफुल छ पर्मानेन्ट एड्रेस भनेर। त्यसमा चाहिँ एड्रेस हाल्नुपर्छ। तपाईँको आफ्नो पर्मानेन्ट एड्रेस कहाँ हो? प्रोभिन्स छ। प्रोभिन्समा तपाईँ कहाँ कुन प्रदेशबाट हुनुहुन्छ त्यो सिलेक्ट गर्नुहोस्। लुम्बिनी प्रदेश हो हाम्रो, त्यही भएर लुम्बिनी सिलेक्ट गरेको छु मैले। अनि डिस्ट्रिक्ट कहाँबाट हो? डाङबाट हुनुहुन्छ कि कहाँ हुनुहुन्छ डाङ भर्नुहोस्। अनि वार्ड नम्बर, अनि मार्ग कहाँ हो, अनि तपाईँको घर नम्बर छ भने घर नम्बर, फोन नम्बर छ भने फोन नम्बर, मोबाइल नम्बर छ भने मोबाइल नम्बर, इमेल आइडी छ भने इमेल आइडी नम्बर। अनि एड्रेसमा चाहिँ तल छ चेक इफ टेम्पोररी एड्रेस इज सेम एज पर्मानेन्ट एड्रेसमा टिक लगाएपछि तपाईँको तल आफै फेरि सेम त्यो आफै भर्छ। त्यो भरिसकेपछि लास्टमा तल छ नेक्स्टमा गर्नुहोस्। नेक्स्ट गरिसकेपछि हाम्रो आउँछ एउटा तपाईँको एजुकेसनको लागि एड छ, एडमा टिक गर्नु। एड गरिसकेपछि तपाईँको बोर्ड नेम छ। बोर्ड नेम कुन बोर्डबाट गर्नुभएको हो? तपाईँले +2 बाट भर्दै हुनुहुन्छ कि ब्याचलरबाट भर्दै हुनुहुन्छ? +2 बाट भन्यो चाहिँ तपाईँको कुन +2 बाट, मतलब NEB बाट हो कि कुन युनिभर्सिटीबाट हो त्यो सिलेक्ट गर्नुपर्छ। अनि मेरो चाहिँ NEB बाट हो, त्यही भएर NEB त्यो सिलेक्ट गरिसकेपछि तल छ लेभलमा तपाईँको कुन +2 बाट हो भने +2 सिलेक्ट गर्नुहोस्। अर्को छ फ्याकल्टी मेरो म्यानेजमेन्ट हो, त्यही भएर म्यानेजमेन्ट सिलेक्ट गरेँ। अनि डिभिजनबाट हो कि तपाईँको GPA हो, त्यो GPA हो भने GPAबाट, डिभिजन हो भने डिभिजन सिलेक्ट गर्नु। अनि यसको मेजर सब्जेक्टमा चाहिँ म्यानेजमेन्ट हो, त्यही भएर म्यानेजमेन्ट मैले सिलेक्ट गरेँ। तपाईँको जुन तपाईँको मेजर सब्जेक्ट हो त्यो लेख्नुपर्छ। अनि अर्को छ सर्टिफिकेट टाइपमा नेसनलबाट हो, मेरो आफ्नै देशबाट हो, त्यही भएर नेसनल गरेँ। अर्को छ पास इस्यु डेट। अनि तल छ डिस्क्रिप्सनमा तपाईँ +2 पास फर्स्ट डिभिजन अथवा सेकेन्ड डिभिजन त्यो भर्नु होला। अनि छ ट्रान्सक्रिप्ट अथवा मार्कसिट। त्यो मार्कसिटमा 15 MB भन्दा ठुलो हुनु भएन, PDF त्योभन्दा तलै हुनुपर्छ, त्यो अट्याचमा सिलेक्ट गर्नु होला। अर्को छ क्यारेक्टर सर्टिफिकेटमा क्यारेक्टर अट्याच गर्नु होला। अर्को छ इक्विभ्यालेन्ट सर्टिफिकेट त्यसमा 15 भन्दा माथि हुनु भएन, तल नै हुनुपर्छ PDF, त्यसमा सिलेक्ट गर्नुहोस्। अनि सेभ गर्नुहोस्। सेभ गरिसकेपछि ट्रेनिङ छ, अर्को छ प्रोफेसनल काउन्सिल छ, अनि एक्सपिरियन्स छ, डकुमेन्ट छ, रिभ्यू छ। त्यो सबै स्टेप बाई स्टेप भर्दै जानुपर्छ तपाईँ आफ्नो। त्यसमा नेक्स्ट गर्दै जानुभयो भने सबै म त्यसरी डिटेल चाहिँ गर्दिनँ। यसरी सबै भरिसकेपछि 3टा धर्का छ, त्यसमा सिलेक्ट गर्नुहोस्। अनि अर्को छ भ्याकेन्सीमा सिलेक्ट गर्नुहोस्। सबै सिलेक्ट भरिसकेपछि भ्याकेन्सीमा गएर तपाईँ कुनमा भर्दै हुनुहुन्छ? म चाहिँ लुम्बिनी प्रदेशबाट भर्दैछु, लेखापालमा सहायकमा, त्यही भएर सबभन्दा फर्स्टमा आएको छ। त्यसमा एप्लाई भनेर छ, त्यो एप्लाईमा सिलेक्ट गर्छु। एप्लाईमा सिलेक्ट गरेपछि हाम्रो आउँछ। एप्लाईमा सिलेक्ट गरेर मैले अझै सबै डकुमेन्ट भरेको छैन, त्यही भएर त्यस्तो आइरहेको छैन। तपाईँ भर्नु भने ठ्याक्कै एप्लाईमा गर्नु भने एप्लाई भइहाल्छ। अनि भ्याकेन्सी पछि नोटिस छ, नोटिसमा केही गर्नु पर्दैन, हामी चाहिँ पेमेन्टमा जानुपर्छ। पेमेन्टमा गरिसकेपछि यस्तो आउँछ। म चाहिँ पुरो डकुमेन्ट भरेको छैन, त्यही भएर आइरहेको छैन। तपाईँ भर्नु भने ठ्याक्कै पेमेन्ट आउँछ। पेमेन्टबाट तपाईँ ECO अथवा मोबाइल ब्याङ्किङबाट तपाईँ पेमेन्ट गर्न सक्नुहुन्छ।